यसो गाउँतिर निस्केको त आज छुट्टीको दिन भनेर चाहिँ अब केटाकेटीहरू चाहिँ मस्त खेलिरहेको थियो क्या। अब हुन पनि अब ठिकै छ होइन, बल्ल बल्ल छुट्टी आउँछ सब खेलुन् भनेर चाहिँ उनीहरूलाई मैले सट्टसँग क्लिपमा निकालेर हामी निस्किरहेको थियौँ होइन। अनि यो चाहिँ हाम्रो बाहुनडाङ्गीमा चाहिँ फुटबल भइरहेको छ क्या होइन। त्यहाँदेखि त्यहाँ चाहिँ आज बाहुनडाङ्गीको पनि गेम रहेछ र आज एकदमै धेरै भिड पनि थियो। अनि त्यस पछाडि अब हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर लाग्यौँ होइन। आज चाहिँ मैले चाहिँ नयाँ ठाउँ यानि कि हाम्रो मेचीनगरको वार्ड नम्बर 1मा हुने चाहिँ एउटा राम्रो टुरिस्टिक प्लेस भनौँ है, त्यहाँ लान आँटेको छु। अनि यो चाहिँ हाम्रो मेचीडाङ्गी हो। अनि यतापट्टि चाहिँ यो हाम्रो चाहिँ जाँदै गर्दाखेरि चाहिँ अन द वेको बाटो यस्तो दामी थियो होइन, कति आनन्द लागिरहेको थियो। अनि त्यसरी फाइनली हामी चाहिँ पुगिसकेका थियौँ होइन। अनि यो चाहिँ हाम्रो 49 धारा हो क्या, जुन चाहिँ वार्ड नम्बर 1मा अवस्थित छ। अनि एकदमै रमाइलो लाग्यो। अलिकति यो धारा ठुलो भएको भए चाहिँ होइन, मुक्तिनाथको जस्तो चाहिँ सर कुद्दा नि मजा आउँथ्यो है। अनि सो म चाहिँ अब कोसँग गएको भनेर फ्लेक्स पनि हान्नु होइन, जसमा फेरि होइन अब कतिजनाले चाहिँ होइन केटीसँग घुम्न गयो हेनतेन उन्तन भन्छन् भनेर चाहिँ टक्क फ्लेक्स पनि हानिदियो। अनि यो बाटो चाहिँ कस्तो डेन्जर लागेको थियो क्या। अब हुन त बाइक पनि पुरानो हो नि त, त्यही भएर यो उकालो चढ्छ कि चढ्दैन भनेर ट्राई गर्दै थियो। अनि हल्कासँगले होइन चढिगयो। अनि त्यस पछाडि भाइले नि हल्का खिच्चा हान्दै थियो क्या। अनि उसले पनि आफ्नो क्लिप चाहिँ टक्कसँग लाएर चाहिँ निकालिहालेछ क्या। अब उसले पनि बोल्न गर्न चाहिँ सिकिगएछ क्या। अनि त्यस पछाडि सो फाइनली एट होम, यस गाइज, सो थ्याङ्क यू सो मच फर वाचिङ, किप लभिङ, किप सपोर्टिङ